ल है त नेक्स्ट पार्ट पनि आइसकेको छ। हामीले घिउ प्याक गरिसकेर चाहिँ अब हामी रिटेलिङको लागि जाँदैछौँ। के घरमा मात्रै बस्नु 1-2 रुपियाँ भने पैसा कमाइ हुन्छ भने हामी चाहिँ आज टक्कसँगले सामान हालेर अब गाउँतिर बेच्दै जाँदैछौँ। कति बिग्दो रहेछ हेरौँ है त। हामीले अलरेडी अब आरवान चामल र यसो तेल साबुन अब गाउँमा चाहिने सामानहरू चाहिँ हालिसकेको छौँ। र आजको ड्राइभर चाहिँ हाम्रो मनोज भाइ छ। एकदम मनोज भाइले चाहिँ दामी कुदाउँछ क्या गाडी। अनि सुरुमै जाने बित्तिकै हामीले चाहिँ 2 बोरा ब्रान्ड र 1 बोरा आरवान चामल गरेर आएर हामीले त्यो पुऱ्यायौँ। अनि हामीले चाहिँ यसो सामान हेरेको त निकै नै जस्तो छ। अब यहाँ एकतपामा बिकेन भने कोलबटे पनि जानुपर्छ भन्ने कुरो गऱ्यौँ। र कति बिक्छ हामी चाहिँ एकतपा भए चाहिँ बेच्छौँ अनि कोलबटे पनि जान्छौँ है त। र मेरो गाडी चाहिँ यस्तो छ। मौसम पनि आज राम्रो छ। अनि हामी अब लगभग आधी हुँदी सामान त बेचिसकेको थियौँ। र अनि हामीले चाहिँ यस्तो बाटो यति दुःख गरेर भाइरलमा सामान हालेर हामी बेच्नु गएको थियौँ। आज हामी मनोज भाइ र म मात्रै हो, अरू आज कोही गएको थिएन। आज गाडी पनि घरमै छ। अब प्यासेन्जर नभएको कारणले गर्दा मैले ट्याक्सी पनि झारिनँ। अनि यहाँ पनि अर्डर आएर हामीले एकबार शक्ति दाना अनि त्यहाँबाट ब्रान्ड यहाँनिर झार्यौँ। त्यसपछि सामान हेरेको अलिअलि रहेछ। अब यसलाई बेच्नको लागि त कोलबटे जानुपर्छ भनेर हामी टक्कसँगले खोला पुग्यौँ। यसलाई चाहिँ त्यहाँ खोला भनिन्छ। त्यहाँ खोलामा चाहिँ क्रसर एकदम बाटो बनाउने काम धमाधम भइरहेको थियो। र हामीले त्यो हेऱ्यौँ र हामी चाहिँ अब लाग्यौँ। कोलपट्टि साइड जाँदाखेरि बाटो चाहिँ एकदम अप्ठ्यारो। हेरौँ न यस्तो हिलोमा कुदाउनु पर्छ। बाटो पनि लास्टै अप्ठ्यारो। अनि लास्ट यहाँ एउटा घरमा चाहिँ सबै सामान राखिदिनु भयो। अब 1 बोरा थियो, हामी चाहिँ यसरी बोकेर पुऱ्यायौँ अनि खाली भयो गाडी। ठ्याक्क अब पैसा गर्ने बेला भयो। लगभग 26,400 रुपियाँ चाहिँ हामीले बेचेछौँ। र आजको कमाइ चाहिँ यति नै भयो। ल है त अब नेक्स्ट पार्ट पनि छ। ठ्याक्क हामीले चाहिँ अब यो पछि चाहिँ ठ्याक्कै यति सामान बेचिसकेको त पराल बोक्ने अर्डर आयो। पराल बोक्ने अर्डर आइसकेपछि हामी चाहिँ लु अब पराल बोक्नुपर्छ भनेर अब हामी चाहिँ अब नेक्स्ट पार्टमा हामीले चाहिँ पराल कसरी लोड गर्छौँ र कहाँसम्मको हाम्रो यात्रा थियो भन्ने कुरो नेक्स्ट पार्टमा देखाउँछौँ। एक दिनमा कति काम हामीले गर्दो रहेछौँ भन्ने कुरो यो भिडियोमा देखाउँछौँ है।